बिराले सर्प अर्थात् क्याट स्नेक जुन माइल्डली भेनमस स्नेक हो, हल्का विषालु। यो सर्पको विषले मानिसलाई कुनै पनि हानि गर्दैन। यसले टोकेको खण्डमा यसले आफ्नो आहाराहरूलाई जब प्रहार गर्छ त्यो केही बेरको लागि प्यारालाइज जस्तै भएर पुगेको अवस्थामा खाने गर्छ। यदि केही बेर खान सकेन भएन भने त्यो पूर्ण उठेर हिँड्ने गर्छ। यो सर्पको टोकाइबाट मानिसमा कुनै किसिमको असर गर्दैन। हामीले सर्पको विषयमा फेरि पनि जानकारी गराउने नै छौँ एकैछिनमा। अहिले भने